सो गाइज म चाहिँ फाइनली आज माथिको त्यो लेकमा पुग्ने प्रयास गरिरहेको छु। धेरै नजिकसम्म आइरहेको छु। यहीँबाट पनि धेरै राम्रो दृश्यहरू देख्दो रहेछ। उता चाहिँ सिस्नु हिमाल देख्दो रहेछ। अनि त्यहाँबाट चाहिँ यता हाम्रो यो जुम्लाको हिमालहरू पर्छ क्यारे हैन, यहाँ नजिकै देख्दो रहेछ। जुम्लाको हिमालदेखि हामी यता यो के भन्छ, यो चाखुरे भन्छ के भन्छ हैन, यसमा चाहिँ हामी यहाँबाट पनि देख्न सक्दो रहेछौँ। त्यस्तै गरेर यता तलतिर उता बाहिर हाम्रो यो एकदम फेमस हो यो कालो पैरा भन्ने हाम्रो चाहिँ यो घेतमाको हैन। यो चाहिँ माथि काफलधाराबाट सिधै तल हाम्रो घेतमा खोला पुगेको छ। यो चाहिँ एकदम फेमस पहिरो। यसलाई चाहिँ कैनगाराको लेकबाट पनि देख्न सक्छौँ हामी। त्यस्तै गरेर यता माथि लटा, हाम्पा, मैराजे, के भन्छ अरू रातामाटा, जर्जने, काफलधारा, अनि त्यहाँबाट यो ज्याम्रीकोट, अनि यहाँ तल यसमा चाहिँ भएको चाहिँ हाम्रो रोडहरू देखिरहेको छ। यो चाहिँ हाम्रो ज्याम्रीकोटको बस्ती हो हैन। अनि यसबाट लगेर उतातिर हामीले जुम्लाको रेन्जहरू देख्न सक्छ। पारिबाट चाहिँ जुम्लाको रेन्जहरू, त्यहाँ चाहिँ उताको सबै जुम्लाको रेन्ज हो। त्यो चाहिँ जुम्लाको रेन्ज हो हैन। त्यसबाट चाहिँ यता माथि यो चाहिँ हाम्रो यो बरा लेक, यो चाहिँ हाम्रो बरा लेक चाहिँ यो चाहिँ हाम्रो बरा लेक हो। अनि त्यहाँबाट यता तल यताबाट हेर्दा चाहिँ पिपल चौर पनि देख्दो रहेछ यहाँ तल हैन। यहाँबाट एकदम पिपल चौर भयो। अनि यता जाजरकोट, यता पछाडि साइड जाजरकोट छ। अनि त्यसबाट चाहिँ यहाँ हाम्रो यो सवारी पर्यो उता पारि टुरातिर छ। त्यहाँबाट धेरै लेखहरू उता छन् हैन। धेरै लेखहरू देख्न सकिँदो रहेछ। अलि टुइटु लागेको छ, त्यही भएर क्लियरली देख्न सकेनौँ हामीले। म फाइनल चाहिँ आज मेरो आउने टार्गेट चाहिँ म यति तल गाउँबाट आएको, यहाँबाट पनि अझै तल छ त्यो टाकुरा स्कुल देख्यो हैन, त्यहाँदेखि तल छ। त्यहाँदेखि माथि चाहिँ यता मेरो टार्गेट चाहिँ त्यहाँ पुग्ने हो गाइस। मेरो टार्गेट चाहिँ त्यहाँ पुग्ने हो। म त्यो टपमा गएर भिडियो बनाएर राख्छु हजुरहरूसँग है। ल।